सुरु गर्न लाग्छु अरे युट्युब च्यानल मैले आमा च्यानल आज फेरि सुरु गर्न लाग्छु बुहारी पठाएर कान्छी बुहारीलाई खुवाउँछु भनेर सत्या छु अब के पकाउनु पर्यो पकाइदिनु पर्यो खान्छ मेरो कान्छी बुहारीले म पनि अलिअलि खाइलाग्नु पर्ला त्यस्तो त खाँदैन त्यही पनि खानु पर्ला तेलले खाले हजुर के अब बुहारीलाई मिठो तरिकाले पकाइदिनु पर्यो खान्छन् तेल त बोरी रहेछ माथिबाट नै आयो तेल त अलिक धेरै हाल्नु पर्यो मिठो गराउन लागि भयो नि मेरो कान्छी बुहारीलाई ढोकाबाट नचिरे गराउनु भने आज तेल त हाल्यो मैले कान्छी बुहारीलाई आज मिठो मिठो खाने लिइदिएको छु एउटा मान्छेले त होइजाला एकदम खुसी लागेको छ मेरो बुहारीलाई खुवाउँदा पठाउँदा अनि यिनी कति खालेर मेरो कान्छी बुहारीले यति बेला स्वस्थ भयो एकदम मिठो गरेर खाने 4 मिनट घेऱ्यो हुनेछ हेर्दै गर्नु होला है हजुर हेर्दै गर्नु होला एकदम मिठो गराएर खुवाइदिन्छु बुहारीलाई मैले एकदम मेरो बुहारीलाई खुसी हुन्छ आज 4 मिनटको भेड्यो हुनेछ तर 4-5 मिनटको एकदम मिठो गरेर खुवाउने छु अहिले चाउचाउ करन्द चाउचाउ यसोमा करन्द चाउचाउ बनाइदिनु लाग्छु अनि मासु भयो ओहो मेरो कान्छी बुहारी त आज दसैँ तिहार आज जस्तो भयो गरेर पाक्यो भने रातो हुन्छ तेल त खरिछ नि नभन्दै कति लाल गरी पकाइदिएको छु मैले एकदम यसलाई के नाम गर्छन् कुन्नी टोकन भन्छन् कि के भन्छन् यो मैले त फराई मासु भन्छु अनि यिनीहरू यसको नाउँ त के भन्छन् भन्नु त मलाई आउँदैन हजुर पुरानो मान्छे त भइगए त्यही पनि मैले गरेकै छु अब चाउचाउ पकाइदिन्छु हजुर एकदम मिठो गराएर करन्द चाउचाउ पकाउँछु यो उतार्छु अनि हजुर अब चाउचाउ अब एकछिन उम्ल्यो भने यो उम्ल्यो भने चाउचाउ पकाइदिन्छु यो अझै उम्ल्याएको छैन उम्ल्यो भने पकाइदिन्छु खोलेर ठिक्क पार्नु पर्यो हजुर अब पानी उम्ल्यो अब पानी उम्ले चाउचाउ हाल्न लाएँ मैले हजुर चाउचाउ हाल्न लाएँ दुईटा यसले खाइसक्छु चारवटा पाँचवटा छवटा हाल्ने हजुर जे कति खाइसक्यो है मेरो कान्छी बुहारी 6वटा खान्थे कि भनेर हिक्मत त गरे हो हजुर अनि ल यही माथि खुर्सानी हाल्नु पर्यो गरम मसलाले के गर्छ है पाक्यो है हजुर अब तार्ने भाँडा ल्याऊ अब तारिदिनु पर्यो आहा पाक्यो खै फिनेर उठ जस्तो भयो नि पाकेको छ ताल उठ्थिन बापा पाक्यो है पाक्यो अब खाने बेला हेर्नु होला है हजुर मेरो बुहारीले कति खान्छ मिठो गराइदिएको छु भनेको छु अब कस्तो हुने हो है एकदम झकासेर खानु पर्यो खुवाउनु त
साथी नमस्ते स्वागत छ हजुरलाई माइला मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी दुई सासुबारी मात्रै छौँ साथीहरू, दिदी हुनुहुन्न, त्यही भएर दिदीलाई धेरै मिस गरेछौँ। दिदीको ठाउँ खाली छ, न मजा लागिरहेको छ च्यालेन्ज गर्दाखेरि पनि। दिदी यतातिर बस्थेँ, म माझमा बस्थेँ, एक्लै बस्दा मलाई त न मजा लागेको छ मलाई पनि। अनि अलि बुहारीलाई एकदम मिठो मिठो गराउँ भने मिठो मिठो खुवाछु। आज मिठो पकाएर खुवाउनु भएको आज मैले पकाऊँ। हेर्नुहोस् कति बुहारीले मात्रै पकाएर खाने, म पनि गराउँछु भनेर आज विचार गरे आउँ। तरै गरे मिठो मान्छे नि मान्दिनँ बुहारीले, बल्ल तेरो भर पर्छ। आज आमाले चिकन लेग पिस र चिकन विङ्स फ्राई गर्नु भएको छ। अनि त्यस पछाडि यो फुलकोपी बोइल गरिदिनु भएको, अनि यो करेन्ट चाउचाउ छ साथीहरू। अनि 5 मिनटमा कम्प्लिट गर्ने, नत्र भने पनिसमेन्ट तिते करेला भन्नु आमाले। हेरौँ कस्तो हुन्छ के हुन्छ। अब स्टार्ट गरौँ नि ल। खाने त साथीहरू, तर खाने मजा लाग्छ। स्टार्ट गरिदिउँ। सासू फेरि मस्तै पऱ्यो, जान्ने पऱ्यो नि, त्यही भएर मोबाइल पनि स्टार्ट गरिदिनु पर्छ। भिडियो गरेर बोल्न त आइजान्छ, बनाउन आउँदैन साथीहरू। 5 मिनट हो ल है। ल देखाउनु भयो, ल स्टार्ट भइसक्यो है। अलि अलि एकछिन पछि ल हेर्नु होला। एकदम मिठो चामल पकाएर। सासू आमाले पकाएर मिठो मान्नु पर्यो र। मिठो मान्ला भनेर पकाइदिए हौ। टाइममा नसकेपछि मैले जानेको छु है, तिते करेला सक्लै खानुपर्छ। टाइममा सिद्ध्याउनु पर्छ। यहाँ कति बजा चाहिँ यही मोबाइलले थाहा पाउला, मान्छेले झुट गरे भने मोबाइलले झुट गर्नेवाला छैन। खाऊ है खाऊ, न यदि खानु नि महावीरै हुनु त। म हजुर अलि बिमारी भएर खान छोडेको छु। खाऊ है खाऊ, ओहो हो 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 हो, इन्जोय गरेर खाऊ। गाछ त सानो सानै भइहाल्छ नि हुन त। अनि चट्टे ल है, तर पहिरै लरे नि भइहाल्छ हुन त। अहिले तिते करेला खाने भयो पछि मात्रै है, जो टाइममा नसकेपछि त्यो एकदम तिते करेला सक्लै खाने हो। अरूलाई भनेर तेर्छ बाटो हिँड्न त एकदम सजिलो हुन्छ, खानेलाई थाहा होला। खाने बेला कति गाह्रो हुन्छ भन्ने कुरा, कस बेला चबाउने कस बेला निल्ने एकदम हटाहट हुन्छ। हजुर मैले खान्न त पनि पहिला खाएर थाहा पाएको छु। अहिले हल्का मेरो शरीरले नसहेर नखाएको हो, नै पनि त मैले पनि 3 त 4वटा करेन्ट चाउसम्म खाएँ। चाउचाउ कि च्याउ हो, च्याउ पो भन्नु लाग्यो। 4वटा करेन्ट चाउचाउको पाकेट त मैले नि सिद्ध्याएँ त। ल है छिटो छिटो, घाँटी अड्किलाएर बर्बाद होला नि फेरि। घाँटी पनि नअड्काए। अघि हाम्रो पालोमा यस्तो अब कति खाना कतै भरे हाम्रो पालोमा यो चाउचाउ भने थाहै पाएको छैन। ए सिद्ध्याउनलाई यिन भगवान्, हे प्रभु, यिनलाई मान्नुपर्छ। खै खोलाले बगा जस्तो भयो त खाने पनि। मान्नुपर्छ भगवान् राम। सोकी त गयो, हार मात्रै छ। मिनट कति भयो हेर, मिनट सकिन।
करेला खानेमा रुक्यो बुझी कि हो कति भयो मान्नुपर्छ है कति सिद्धियो त मान्नुपर्छ है 5 मिनट गरा त 5 मिनटभन्दा पहिले खाइदिएर ओहो हो 51 सेकेन्ड बाँकी छ साथीहरू मैले सब फिनिस गरेँ मान्नुपर्छ ल साथीहरू हजुरहरूले बच्यो भिडियो हेरिसकेपछि लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनुहोला माया सपोर्ट गर्नुहोला अनि दिदीलाई धेरै धेरै मिस गरेका छ भिडियो हेरेर माया मेटाउनु होला जेठी बुहारीको माया लागेको छ अनि यहाँदेखि मेरो दाहिनेतिर सधैँ बस्थिन् अनि सुन्नु लागेको छ ठिकै छ दिदी र म चाहिँ च्यालेन्ज गर्थ्यौँ साथीहरू आज एक्लै च्यालेन्ज गर्दाखेरि 5 मिनटमा कम्प्लिट गर्नुपर्ने थियो त्यही भएर दिमागमा त्यही थियो र सुई खाइयो तर धेरै धेरै मिस गरेको छु I'll miss you. Bye, साथीहरू.